सो यो रेट्रोफिटिङको कुरा गर्नुपर्दा तपाईँको अलिकति बिजनेसपट्टि यो जुन चाहिँ अहिले बालकप्सो कन्स्ट्रक्सन तपाईँको सुरु गर्नुभएको छ होइन, धेरै चलिरहेको छ है। डिफ्रेन्ट केले बनाउँछ तपाईँको जुन चाहिँ अहिले जुन गर्नु हुँदैछ नि, सो केले अलिकति भिन्नता छ? जुन चाहिँ खालको सर्भिस चाहिँ हामी प्रोभाइड गर्छ नि, जस्तै अब इक्जाम्पल अब तपाईँको घर क्र्याक भयो अरे, तपाईँको फर्स्ट इमिडिएट के हुन्छ, अब यसलाई म रिपेयर गर्छु हुन्छ है। अनि मान्छे बोलाउँछ, मिस्त्री बोलाउँछ, कतिले इन्जिनियर बोलाउँछ, आएर के गर्छ, यसमा यो मसला लाउनु, यस्तो गर्नु, उस्तो गर्नु, यसरी ठिक गर्नुपर्छ, त्यसरी ठिक गर्छ। त्यहाँदेखि फेरि समटाइम्स त्यो मेथडले काम गरिहाल्छ, तर धेरैपल्ट त्यो मेथडले काम गर्दैन। किन भन्दाखेरि चाहिँ स्टार्टिङमै त्यो प्रब्लमलाई अन्डरस्ट्यान्ड गर्नुमै त्यहाँनिर फ्लज थियो नि त होइन। सो त्यो चाहिँ खासमा फर्स्टमा के गर्नु पर्थ्यो कि बिमारी किन भयो, सो एउटा असेसमेन्ट गर्नु पर्थ्यो पहिला। अनि त्यो असेसमेन्टलाई चाहिँ हाम्रो इन्जिनियरिङ टर्ममा चाहिँ नन डिस्ट्रक्टिभ टेस्टिङ भन्छ। जस्तो ह्युमन बडीको अल्ट्रासाउन्ड हुन्छ, त्यसरी नै बिल्डिङको पनि अल्ट्रासोनिक पल्स भेलोसिटी टेस्ट भन्ने हुन्छ है। अब बनिसकेको बिल्डिङको लागि रड कति लागेको छ यादै छैन, तोडेर त हेर्नु मिलेन। सो रिबार स्क्यानर हुन्छ, रिबाउन्ड ह्यामर टेस्ट हुन्छ, जुन चाहिँले चाहिँ हाम्रो बिल्डिङलाई नभित्काइकन हामी रुट कजमा गएर चाहिँ हामीले पत्ता गर्नु सक्छ के केले गर्दा चाहिँ प्रब्लम भएको अनि यसलाई चाहिँ कसरी ट्रिट गर्नु।